हाम्रो 3 भाइको यात्रा एनजेपीदेखि माउन्ट आबुको राजस्थानसम्म। हामी खड्ग भाइ, निरञ्जन भाइ र म 3 जना भाइको यात्रा बिहानै सिलिगुडीको एनजेपी रेलवे स्टेसनबाट हाम्रो यात्रा सुरु हुन्छ र यो हाम्रो 10 दिनको यात्रा हो र यात्रा हामी सुरु गर्न गइरहेको छौँ। दुई दिन दुई रातको यात्रापछि हामी उदयपुरमा आइपुग्यौँ। उदयपुरको बसमा यात्रा गर्ने क्रममा राजस्थानको त्यो सुमधुर त्यो सौन्दर्य पहाडको सिन दृश्यहरू हेर्न हामी महसुस गऱ्यौँ। साह्रै रमणीय र उत्साहपूर्वक यात्रामा हाम्रो उदयपुरदेखि माउन्ट आबुको रोडसम्मको बसको यात्रा छ। यो झन्डै 3 घन्टाको यात्रा एकदम मजा लाग्दो भलाकुसारी गर्दै हामी अगाडि बढ्यौँ र वरिपरिको चित्रहरू, वरिपरिका ती दृश्यहरू हेर्दै हाम्रो यात्रा सुरु हुँदै अगाडि बढ्दै रहेको छ। हामी एउटा चाय पसलको नजिकमा पुग्यौँ र केही छिनमै माउन्ट आबुको एउटा सानो चोकमा पुग्यौँ जहाँ हामी झऱ्यौँ र झरिसकेपछि त्यो वरिपरिको वातावरणलाई हेऱ्यौँ। साह्रै मनमोहक वातावरण थियो। त्यसपछि हामी एउटा सानो अटोलाई बोलायौँ। त्यो अटोमा चढेर हामी शान्तिधामतिर प्रस्थान गऱ्यौँ, जहाँ शान्तिको रूपमा चिनिने शान्तिधाम, त्यहाँ हामी त्यो ठाउँको यात्रा हामी 3 भाइ शान्तिधाममा आइपुगेको छौँ। त्यसपछि अर्को दिन हामी माउन्ट आबुको यात्रामा निस्क्यौँ। हामीलाई साथ दिने निरञ्जन भाइ हुनुहुन्थ्यो। हामी एउटा ट्याक्सीमा चढेर उच्च स्थानमा, माउन्ट आबुको उच्च स्थानमा जानुको लागि बिहानीदेखि हामी गाडीमा सवारी भयौँ र हाम्रो जाने क्रममा त्यो बाटोको मनमोहक दृश्य देखेर हामी एक आपसमा रमाउँदै गफ गर्दै अगाडि बढ्दै गयौँ र त्यो जीवनमा हामीले महसुस गरेका, हामीले जानेका कुराहरूभन्दा पनि फरक किसिमको दृश्यहरू हेर्न पायौँ। राजस्थानको त्यो नजिकका त्यो सुक्खा ढुङ्गाले बनेका पहाडको त्यो दृश्य हेर्न पाउँदा हामी धेरै खुसी भयौँ र गफमा मजा पनि भयो।
भोग माना है भोगी बिना भोग भोगे रह नहीं सकते कर्म इंद्रियों से है उसी लिस्ट में लेकिन अगर उनसे पूछो तो इंद्रियों कामकै पछि प्रजा भएर बस्न चाहन्छ हो यो बाबा गुप्त भइसकेपछि अनि अष्टदेवको नाम लिएर अनि हजुर सानो गाडी राख्नु पर्ने त्यो तीनटा दुनियाँको पनि व्याख्या उल्टो बनाइदिएछ क्या त्यसपछि हामी एउटा माउन्ट आबुको फेदमा रहेको एउटा सानो सहर त्यहाँ हामी हिँड्दै ब्रह्मकुमारी म्युजियम वा सङ्ग्रहालयमा हामी जानुको लागि उत्सुक भयौँ र त्यहाँ हामी गयौँ र भित्र छिरिसकेपछि एक किसिमको बेग्लै वातावरण भएको यो ब्रह्मकुमारी सङ्ग्रहालयमा हामी 3 भाइ साथै हाम्रो भाइ सँगै 4 जना भएर त्यो 108 को शिवलिङ्गको मूर्ति हेर्न हामी भाग्यशाली भयौँ र हेऱ्यौँ र हामी खुसी पनि भयौँ त्यो अचम्म खालको छ हुन त त्यहाँ शिवलिङ्ग एउटा मात्रै छ तर 108 देखिने खालको त्यो खालको त्यहाँ सिसाबाट बनेको एउटा सानो सङ्ग्रहालय बनाएको हामीले देख्यौँ त्यसपछि सामूहिक रूपमा हामीले केही फोटोहरू लिने प्रयास गऱ्यौँ र यसो आफ्नो अनुहार हेर्ने चाहिँ प्रयास गऱ्यौँ के कस्तो हुन्छ भनेर हाम्रो निरञ्जन भाइ केही भन्दै हुनुहुन्थ्यो त्यसपछि हामीले त्यो भवनभित्र के रहेछ भनेर जानुको लागि तयारी भयौँ र बिस्तारै हामी सङ्ग्रहालयमा भित्र प्रवेश गर्न जमर्को गऱ्यौँ साह्रै सौन्दर्य भएको ठाउँ यो एकदम बेग्लै वातावरण भएको यहाँ ब्रह्मकुमारी सेन्टरमा सतयुगमा के कस्तो हुन्छ भन्ने कुराको यहाँ सङ्ग्रहालय बनाएको छ हैन एकदम पुरै त्यहाँ भगवानले भनेका कुराहरू कुदिएका छन् राखिएको छ यहाँ शिव र शङ्करको अलग दृश्य हरेक कुराले फरक भएको यो ठाउँ हामीलाई धेरै कुरा जानकारी भयो यो सम्बन्धी आध्यात्मिक विश्वविद्यालयका कुराहरूको बारेमा थाहा भयो र तिनै भाइ हामीले यहाँ भएका कुराहरू आफ्नो मोबाइलमा फोटो खिचेर राख्न सफल भयौँ त्यसपछि हामी अर्को रुममा गयौँ त्यहाँ अरू बेग्लै खालका चित्रहरू राखेको छ त्यो चित्रहरू पनि हामीले फोटो खिच्यौँ भिडियो लियौँ
त्यसपछि हामी एउटा तलाउ छ सुटिङ गर्ने भाइहरू त्यो तलाउमा हामी चारै भाइ गयौँ लक्ली झिल र त्यो तलाउको वरिपरिको त्यो सौन्दर्यलाई हामी दृश्यमोहक भएर हिँड्ने महसुस गऱ्यौँ जमर्को गऱ्यौँ धेरै सौन्दर्य त्यो बिचमा तलाउ भएको त्यो शीतलता लिन हामीले मौका पायौँ लक्की झिल मैले यस्तो एउटा मुनि आएको त्यसपछि हामी पिस हल ब्रह्मकुमारीको पिस हल प्यालेसमा गयौँ त्यहाँ भित्र गइसकेपछि हामीले अनौठो खालका दृश्यहरू हेर्न पायौँ त्यहाँ एकजना भाइले केही भन्न खोज्नु भएको थियो उहाँले हामीलाई भित्र लिएर जानु हो भित्र गइसकेपछि हामीले कुमारीहरूले त्यहाँ आध्यात्मिक ईश्वरीय ज्ञान कसरी लिन्छ भन्ने कुरा हामीले थाहा पायौँ निकै ठुलो भवन धेरै सङ्ख्यामा अटिने यो हल जहाँ कुमारीहरूले ध्यान गर्छ योग गर्छ राजयोग सिक्छ त्यो ठाउँ हेर्ने हामीले मौका पायौँ साह्रै सुन्दर ठाउँ साह्रै ठुलो हल
शिखरमा छौँ। वाक्स म्युजिक जब तक पावन नहीं बनते हो तब तक का निशानी है काला मूर्ति। काला मूर्ति जब संपन्न बनते हो उसका निशानी है। छोटो छोटो भिन्न दिँदैन बहुत टाइम। त्यसपछि हामी गुरु शिखरको लागि उच्च भेगमा रहेको नक्साहरू कस्तो कस्तो त्यो पहाडकै सबभन्दा उच्च ठाउँ को लागि हामी अगाडि बढ्यौँ। अगाडि बढ्ने क्रममा त्यहाँको वरिपरिको त्यो सौन्दर्य पनि हामीले लियौँ। साह्रै मजा लाग्दो, आकर्षक र मनलाई छुने यो पवित्र भूमि सर्वोच्च शिखर शिखर मा हामीले केही फोटोहरू लिने जमर्को गऱ्यौँ। त्यो शीतलता हावा होइन, मन बुद्धिलाई छुने यो शीतल हावा, हरियाली ठाउँ। मेरो पनि लिनु न पछि भिडियो भिडियो। हामी यो गुरु शिखरको माथि चढ्दैछौँ। यो ठाउँमा त यादगार क्या है? मनुष्य का भी मंदिर है। आओ ना। गुरु शिखरको मन्दिरको छेउछेउमा आइपुगेको छ र यहाँ सिडी छ। सिडी हुँदै हामी अगाडि बढ्यौँ। भिडियो है पछाडि। धेरै उच्च भेगमा रहेको यो गुरु शिखर मन्दिर, जहाँ तपस्या भूमिको रूपमा चिनिन्छ, उच्च स्टेजमा पुगिसकेपछि हामीले त्यो मनबुद्धिले उच्च स्टेजमा पुग्ने एउटा यो अवस्थाको रूपमा
हामी गुरु शिखरको त्यो चुचुरोमा आइपुग्यौँ। यहाँ बसेर भाइहरूले हामीहरूले एक किसिमको खुसी महसुस गऱ्यौँ। धेरै खुसी महसुस गरेर हामीले केही गीतहरू पनि गायौँ। भगवान हमारा साथ है भनेर यिनी भाइले मिलेर एउटा गीत गायौँ। गीतले हामीलाई खुसी ल्यायो, अनुभूतिले खुसी ल्यायो। यिनी भाइ खुसी भएर मुस्कुराउँदै त्यो धुनमा हामी धेरै वर्ष पुरानो है इँटाहरू। यो अचलगढको दरबारको गेट, मुख्य गेट, एकदम पुरातात्विक चिजहरू छ यहाँ धेरै। ल भयो भाइजी, सानो तल अचलगढको पुरानो यो दरबार। यहाँका बासिन्दाहरू यसरी ढुङ्गाको घर बनाएर बसेका छन्। ढुङ्गै हो भाइ। यहाँ खजुरको पेड छ। अहिले पनि कति जोस आएको छ कुदेर यति माथि पनि कुदेर जाँदै हुन्छ भने अब हामी शान्तिधाम आउँदैछौँ। ब्रह्माकुमारी सेक्टर शान्तिधाम, एकदम शान्ति छ। सेन्टर गेटको प्रवेश एकदम शान्ति। सतयुग भवन। सतयुग एकदम यहाँ पुलको गेट। सतयुगका रूपमा आनन्द। त्यसपछि हामी ब्रह्मकुमारीको यो यहाँ राधाकृष्ण खेल्ने ठाउँ। शान्तिधाममा राधाकृष्ण चिनिने यो एउटा गार्डन जहाँ गएपछि एक किसिमको शान्ति महसुस हुन्छ, शान्ति अवस्था हुने ठाउँ। सतयुगको छात्र। साह्रै राम्रो, राम्ररी बनाएको यो ठाउँ जहाँ देश विदेशका मान्छेहरू आएर यहाँ बस्छन् र एक किसिमको यहाँको शान्तिको अनुभव लिने मौका पाउँछन्। एकदम सुन्दर ठाउँ, बसिरहने ठाउँ। परिहरू यहाँ छ। लक्ष्मीमा यहाँ गुलाब
त्यसपछि हामी तेस्रो दिन हाम्रो आध्यात्मिक विश्वविद्यालयको खेततिर घुम्न गयौँ, जहाँ हामीलाई भाइहरूले लिएर जानुभयो गाडीमा। निकै लगभग 1 किलोमिटरको यात्रामा हामी निस्क्यौँ, हामी तिनै भाइ निस्क्यौँ र खेत हेर्ने हामीले मौका पायौँ। दोस्रो दिन यात्रा हामी खेतमा आइपुग्यौँ। यहाँ धेरै भाइहरू सेवाको लागि खेतमा बसेका छन्, काम गर्दैछन्। उहाँहरूसँग हामी भलाकुसारी कुरा गऱ्यौँ। एक किसिमको यादमा धेरै भलाकुसारी कुराहरू गऱ्यौँ र हामीलाई यहाँ बेग्लै महसुस भयो। यहाँ ठुलो खेत छ, विभिन्न किसिमका फलफुलका बिरुवाहरूदेखि लिएर सागसब्जीदेखि लिएर अन्न उत्पादनदेखि लिएर कृषिका खेतीदेखि लिएर धेरै कुराहरूको यहाँ खेत, ठुलो एरियामा खेती छ। सबै एरिया होइन भाइ यताको? आमा कति गहिरो कुवा देखिँदैन। त्यही त देखेर डर लाग्यो। हाम्रो पनि घरमा छ लगाएको पोइ साग। यो स्वास्थ्यको लागि धेरै राम्रो है भाइजी।
लागो ती खेती हेर्नु पुदिना हेर्नु त पुदिना खेती आज हावा ठंडी है ना भाई हम यहाँ कल कर एक जड़ ले जाओ घर में लगा लेना वही बोल रहा था यो सुन्तला बगैँचा सुन्तला बारी यहाँका सजनाहरू निकै ठुला बाबाको खेती बच्चाहरूलाई यति खुसी बनाइराखेको छ बच्चाहरूलाई खुसी बनाइराखेको छ क्या फेरि टिप्ने भाइजीलाई लोभ लाग्यो अरे लुलु भयो भाइहरू बस्ने कुटी काँक्रा खेती यो गाईकोहरूलाई घाँस खेती गर्छ निकै आँप खेती बाबाको गौशाला बाबाको गाई बाछी भरिएको ठाउँ परसम्म छ मान्छे देख्ने सबै आयो उठेर खान दिन्छ भनेर बानी यो गे गाई राजस्थानको प्रसिद्ध चर्चित गाई अनि यहाँ गौशालामा पुग्यौँ हामीले यहाँ हेर्दा बैल जस्तै देखिन्छ तर होइन गाई हो बलिया गाईहरू छ यहाँ हामीले यहाँ छाँच पनि खायौँ धेरै राम्रो चिजहरू खायौँ गुड खायौँ आनन्द महसुस भयो फलामका कामहरू सबै गर्नुहुन्छ भाइहरू आफै ओम शान्ति भाइजी शान्ति नामतिर जाँदैछौँ शान्तिवन त्यसपछि हामी डायमन्ड हल ब्रह्मकुमारीको डायमन्ड हलतिरको प्रस्थानमा गयौँ र त्यहाँ बाटोको छेउमै रहेछ डायमन्ड हल त्यहाँ हामी पुग्नको लागि तिनी भाइ गयौँ र भित्र छिर्यौँ साह्रै सौन्दर्य ठाउँ रहेछ एउटा हल छ त्यो हलभित्र ब्रह्मकुमारीहरूले राखिएका भगवानका केही मूर्तिहरू राखिएको छ त्यहाँ धेरै नलेजहरू लिन सक्छौँ हामीहरू परमात्मा ल मलाई शान्तिवनको डायमन्ड हल भित्रको म्युजियम चाहिँ यता पनि हेर्नु आहार पैसा
युनिभर्सल पिस हल राधा कृष्ण का शादी होगा इसका नाम बदल जाएगा ये कब होगा 11 साल के बाद ही दूसरे दिन वन स्टार्ट होगा डिटेल आपको पेमेंट समझाएगी युगमा कृष्णको जन्म त्यसपछि ज्ञान सिक्दै के दाम भन्छ यसलाई मोबाइल कैमरा वीडियो करण यहाँ हेर्नु स्वर्णमयको ठुलो महल अनि यो झन्डा शिव बाबाको शिव पिता समाधि कन्फरेन्स हल ये बहुत बड़ा हॉल है। ये क्या है? देखिए तो कितना बड़ा हॉल, बहुत सुंदर हॉल। क्लास मेडिटेशन क्लास हॉल। किन नआएको त्यसपछि हामी तीन भाइ अर्को दिन शान्तिधामको गाउँ माउन्ट आबु शान्तिधामको घुम्ने प्रयास गऱ्यौँ, गाउँमा जमर्को गऱ्यौँ र हामी तिनै भाइ गाउँतिर लाग्यौँ। सानो गाउँ तर सुन्दर गाउँ, शान्तिधाम गाउँ, शान्तिको प्रतीक रूपमा चिनिने, वरिपरि पहाडै पहाड, बिचमा सानो बस्ती र हामी त्यो बस्तीमा घुम्ने मौका पायौँ र तिनै भाइ हामी घुम्यौँ। यहाँ भाइहरू आफ्नो तरिकाले घरहरू बनाएर बसेको छ। एकदम शान्तिको प्रतीकको रूपमा मानिने यो ठाउँ साह्रै रमणीय, एकदम शान्तिपूर्वक हैन, हावा चलेको अवस्था छ। यहाँ सबैजना यहाँ मिलेर बसेको छ, नयाँ नयाँ घरहरू बनाइरहेछ। यो पहाडको फेदमा यो शान्तिधाम अवस्थित छ। माथि पहाड छ, ठुला ठुला पहाडहरू छ, त्यसको फेदमा यो सानो गाउँ, यहाँ भाइहरूको गाउँ छ। अघि चल्दै गरेको यो अर्को कोलोनी, यहाँ पनि भाइहरू एकदम घरहरू बनाएर बसेको छ। पुरै
ज्ञानमा चलेका शिव बाबाको ज्ञानमा चलेका घरहरू यहाँ भाइहरूले बनाएको छ। यो कोलोनी भाइहरूको यो ज्ञानमान सरोवरको भिडियो हो। यसमा ए साइडमा एकदम शान्ति भयो। जहाँ पाण्डवहरूको देश निकाला हुन्छ नि हो त्यही ठाउँमा हामी जान पायौँ खुसीको कुरा हो नि त। हामीलाई पनि हम अभी दिलवाड़ा मंदिर में आ गए, नजीक है ये देखिए गेट। भाइजी हामी ज्ञानमान सरोवर हेरेर यता अब जाँदैछौँ। हाजी कार्ड कार्ड नहीं बाहर से आए। बाहर से ठीक है। द्वापरदेखि सुरु भयो। ल सत्ययुग आइसकेको। लक्ष्मीनारायण केन्द्र भाइजी एकचोटि आयो ल। हामी 4 जना आएको छौँ। माउन्ट आबु त आउनु भएको एरियामा हामी माउन्ट आबु जाँदैछौँ। जस्तो बाटो शिखर थिएन नि। कराँचीबाट जब आउँदाखेरि बाबासँग आउँदाखेरि 400 कन्या साथमा थिए। 400 कन्या है होइन। अब बाबाले हो त्यसैलाई त बाबाले अहिले भन्नुभएको छ त्यो जुन 400 कन्या थिए ती 400 कन्या वास्तवमा भगवानकै हो भने
त्यसपछि हामी घरको लागि तयारी भयौँ 4 दिनको बसाइपछि हामी घरको लागि टेम्पो चढी हुँदै टेम्पोमा यात्रा गऱ्यौँ माउन्ट आबुको रेलवे स्टेसनसम्म र हामीले ट्रेनमा चढेर यो राजस्थानको माउन्ट आबुको रेलवे ट्रेनको पर्खाइमा थियौँ हामीहरू यहाँ ट्रेनको पर्खाइमा आइपुगेको छौँ। हामी तिनै भाइ फोटोसुट गऱ्यौँ त्यो किसिमको सम्झनाको लागि र ट्रेन आउने पर्खाइमा अब ट्रेन आउने बेला भइसकेको थियो र हामी तिनै भाइ ट्रेनमा चढ्यौँ। अब एकछिनपछि यहाँ गाडीहरू रेल आइसकेको हुन्छ। के राम्रो छ। भाइजी हामी कहाँ छौँ अहिले? गाजियाबाददेखि गाजियाबाददेखि हामी सिधै विराटनगर अनि आज कस्तो लाग्दैछ भाइजी सङ्गठन क्लासको अनुभव? अनलाइनले समझ्न पनि सक्दैन। ठिक छ भाइजी। हामी ट्रेनमा वेटिङमा थियौँ। यो क्षण हाम्रो सम्झनामा रहनेछ। तिनै भाइ यसो पर्खिँदै हामी अगाडि बढ्यौँ। 2 रात 2 दिनको लामो यात्रापछि हामी जोगमनीको रेलवे स्टेसनमा आइपुग्यौँ। तिनै भाइ हाई भनेर हामी खुसी मनायौँ। लामो यात्रा थियो हाम्रो, धेरै दुःख सुखका कुराहरू गर्दै यो आध्यात्मिक यात्राको बारेमा कुरा गर्दै एक किसिमको मुस्कुराहट अनुहारभरि आएर हामी जोगमनी वा भनौँ न विराटनगरको छेउमै आइपुग्यौँ। हाम्रो ठाउँ आइपुग्यौँ, हाम्रो देश आइपुग्यौँ र हामी खुसी हुँदै अगाडि बढ्यौँ। र हामीले यहाँ केही कुराहरू हाम्रो यात्राको बारेमा केही कुराहरू हामी यहाँ गर्दैथ्यौँ र आफ्नो आफ्नो अनुभव यसो छोटो अनुभव लिने प्रयास गऱ्यौँ र अगाडि हामी बढ्यौँ। तिनै भाइ अगाडि बढ्यौँ र यो यात्रा अविस्मरणीय यात्रा हुनेछ। 2081 को यात्रालाई 2082मा हामीले अन्त्य गर्दै हाम्रो यो नेपालको यात्रा एनजेपीदेखि माउन्ट आबुसम्मको यात्रा सफल रह्यो, सुखमय रह्यो। हर्षोल्लासका साथ यो सम्झना साथ हामी ती सम्झनाका कुराहरू बकेटमा लिएर हामी यो यात्रा समापन गऱ्यौँ। धन्यवाद।